ओम कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। सम्पूर्णमा जय श्री राधेश्याम, जय श्री कृष्ण। ओम नमो भगवते वासुदेवाय। 2082 साल फाल्गुन महिनाको चाहिँ 1 गते शुक्रबारका दिन चाहिँ विशेष गरेर फाल्गुन कृष्ण एकादशी विजया एकादशी परेको छ। यस दिनमा चाहिँ हामीले विशेष गरेर चाहिँ भगवानको चाहिँ लक्ष्मी नारायणको हामीले विशेष पूजा गर्नुपर्दछ। आउनुहोस् यस विषयमा हामी विशेष छलफल गर्नेछौँ। यस दिनमा चाहिँ व्रत बस्दा हामीलाई कस्तो फल प्राप्त हुन्छ र व्रत कसरी बस्ने भन्ने विषयमा म हजुरहरूलाई संक्षिप्त जानकारी गराउन चाहन्छु। विशेष गरेर हामीले फाल्गुन कृष्ण एकादशी जसलाई विजया एकादशी भनिन्छ, यस दिनमा व्रत बस्नाले के फाइदा हुन्छ? त्रेता युगमा पनि भगवान रामले चाहिँ विजया एकादशीको व्रत गरेर भगवानको चाहिँ उपासना गरेर चाहिँ विशेष रावणलाई चाहिँ पराजय गरेर चाहिँ सीता मातालाई लिएर आउनुभएको थियो। यसै गरी महाभारत कालमा पनि युधिष्ठिर आदि महाराजले पनि विजया एकादशी माताको चाहिँ उपासना गर्नुभएको थियो। विजया एकादशीको दिनमा यदि हामी व्रत बस्छौँ भने हाम्रो कुनै पनि कार्यहरू सफलपूर्वक हुन जान्छन्। अहिलेसम्म हजुरहरूको कुनै पनि काममा बाधा अर्चना आएको छ भनेदेखि, बाधा भएको छ, विघ्न आएको छ अथवा कुनै पनि कार्यहरू बनेको छैनन् भने हजुरहरूले विजया एकादशीको व्रत बस्नु अवश्य पनि काम सफल हुन्छ र पराजय पनि कहिले हुनु पर्दैन। जसले विजया एकादशीको दिन चाहिँ व्रत बस्ने गर्नुहुन्छ। विजया एकादशीको दिन कुन भगवानको उपासना गर्ने र कसरी गर्ने? सदाझै नित्य बिहान ब्रह्म मुहुर्तमा उठ्नु पर्दछ। त्यसपछि विशेष गरेर चाहिँ सकिन्छ भने नजिकमा नदी नालाहरू छन् भने विशेष गरेर चाहिँ हामीले गएर चाहिँ सङ्कल्प लिएर चाहिँ स्नान गर्नुपर्दछ। यद्यपि त्यो सम्भव छैन भने घरमै गङ्गा जल मिसाएर हामीले स्नान गर्नुपर्दछ। स्नान गरिसकेपछि नित्य कर्म गर्नुपर्दछ। नित्य कर्म गरिसकेपछि दीप कलश गणेशको पूजा गर्नुपर्दछ। एउटा सानो घडामा अलिकति पानी राखेर चाहिँ भगवानको चाहिँ आह्वान गर्नुपर्दछ। एउटा सानो प्रतिमा अथवा भगवान लक्ष्मी नारायणको चाहिँ फोटो राखेर चाहिँ त्यो कलशको माथि एउटा थालीमा चाहिँ फोटो राखेर चाहिँ भगवानलाई हामीले आह्वान गर्नुपर्दछ। आह्वान गरिसकेपछि विशेष तरिकाले पूजा अर्चना गर्नुपर्दछ। त्यसपछि आरती पुष्पाञ्जली गर्नुपर्दछ, भोग लगाउनु पर्दछ। यति गरिसकेपछि हामीले भगवानको चाहिँ नित्य भजन गर्दै, कीर्तन गर्दै, गुणगान गर्दै ओम नमो भगवते वासुदेवाय, ओम नमो नारायण, ओम नमो नारायण आदि इत्यादि मन्त्रहरूले चाहिँ भगवानको नाम जप गर्नुपर्दछ। दिउँसो सुत्न पाइँदैन सज्जन, दिउँसो सुत्नु हुँदैन र रात्रिकालमा हामीले सकेसम्म जागरण बस्नुपर्दछ। यद्यपि सकिन्छ भने जागरण बस्नुपर्दछ। यदि सकिँदैन भने पनि भगवानको नाम गुणगान गर्दै भगवानको चाहिँ लीलाहरूलाई सम्झिँदै हामीले चाहिँ रात्रिमा शयन गर्नुपर्दछ। एकदम सात्विक भोजन सकिन्छ भने त हामी भोजन नगरिकन उपवास बस्नुपर्दछ। यदि सकिँदैन भने फलाहार, दुध पिएर हुन्छ, दही खाएर हुन्छ अथवा फलहरू खाएर हुन्छ। यद्यपि यति पनि सकिँदैन भने सात्विक भोजन गरेर चाहिँ हामीले व्रत बस्नु पर्दछ। आहार शुद्धौ सत्त्व शुद्धि वेदले वर्णन गर्नुहुन्छ। हाम्रो आहार शुद्ध भयो भने हाम्रो सत्व शुद्ध हुन्छ। सत्व शुद्धि भइसकेपछि मन पनि शुद्ध हुन्छ। मन पनि शुद्ध भइसकेपछि हामीलाई चाहिँ भगवानको चाहिँ भजनमा, भगवानको कीर्तन गर्नका लागि, भगवानको चाहिँ जप गर्नका लागि, नामहरू उच्चारण गर्नका लागि हामीलाई चाहिँ आनन्द आउँछ, मन लागेर जान्छ। रजोगुणी अथवा तमोगुणी भोजन गर्यो भने हामीलाई आलस्यता आउँछ। आलस्य आइसकेपछि हामीले दिउँसोमा निन्द्रा लाग्न सक्छ। भगवानको चाहिँ भजन गर्न, भगवानको पूजन गर्न, भगवानको चाहिँ वन्दना गर्न हामीलाई चाहिँ विघ्न आउन सक्छ सजन। यसै कारण हामीले विशेष गरेर चाहिँ भोजनमा चाहिँ सात्विक भोजन ग्रहण गर्नुपर्दछ। चिल्लो धेरै खान हुँदैन, पिरो पनि धेरै खान हुँदैन, नुनिलो पनि धेरै खान हुँदैन आदि इत्यादि मिलाएर एकदम सात्विक भोजन गर्नुपर्दछ। सात्विक भोजन गरिसकेपछि सज्जन हामीलाई चाहिँ सत्वको शुद्धि भइसकेपछि हामीलाई चाहिँ भगवानको भजन गर्न, भगवानको कीर्तन गर्न, भगवानको चाहिँ मनन गर्न हामीलाई आलस्यता आउँदैन। हाम्रो जीवन पनि सफल भएर जान्छ। यसरी हामीले भगवानको उपासना गर्नेछौँ। भगवानको उपासना गरिसकेपछि सज्जन भोलिपल्ट नित्य कर्महरू गर्ने, नित्य पूजा गरिसकेपछि हामीले चाहिँ
जुन अघिल्लो दिन त्यो जुन प्रतिमा राखेर अथवा भगवान लक्ष्मी नारायणको चाहिँ फोटो राखेर चाहिँ हामीले जुन पूजा गरेका थियौँ, त्यो फोटो चाहिँ एकजना विद्वान ब्राह्मणलाई बोलाएर चाहिँ वेदज्ञानी हुनुहुन्छ, वेदहरूको अध्ययन गर्नुहुन्छ, जसले नित्य कर्म गर्नुहुन्छ, यस्ता ब्राह्मणलाई बोलाएर चाहिँ हामीले चाहिँ भोजन गराएर चाहिँ दान दक्षिणा दिएर चाहिँ नि हामीले पनि भोजन गर्नु पर्दछ। यति गरियो भने झन् हामीले चाहिँ व्रतको चाहिँ जुन व्रत बसिन्छ त्यो व्रतको पूर्णतः फल पाइन्छ। यद्यपि हामीले व्रत मात्रै बस्छौँ तर कुनै पनि कार्यहरू गर्दैनौँ भने त्यसको फल हामीलाई मिल्दैन। हामीलाई फल मिल्नको लागि चाहिँ विशेष गरेर चाहिँ भोलिपल्टको द्वादशीको दिनमा गर्ने कर्महरू अवश्य पनि गर्नुपर्दछ। भोलिपल्ट द्वादशीको दिन शनि प्रदोष व्रत पनि परेको छ सजन। विशेष गरेर शनि प्रदोष व्रतको दिन चाहिँ बिहानै उठेर नित्य कर्म गरिसकेपछि भगवान शनिदेवको चाहिँ आराधना गर्नुपर्दछ। भगवान शिवजीको मन्दिर जानुपर्दछ, भगवान शिवजीको पनि आराधना गर्नुपर्दछ, भगवान शिवजीलाई जल चढाउनु पर्दछ आदि इत्यादि कर्महरू गर्नुपर्दछ सज्जन। यसै गरेर हामीले बिहानको 9 बजे भित्रमा हामीले पनि भोजन गरिसक्नु पर्दछ। द्वादशी पारण चाहिँ गरिसक्नु पर्नेछ। यद्यपि हामीले 9 बजे भन्दा उता भोजन गर्यौँ भने फेरि पनि हामीले एकादशीमा व्रत गरेको त्यो फल मिल्दैन, किनभने द्वादशी हुँदा नहुँदै हामीले चाहिँ व्रतलाई चाहिँ पारण गर्नु पर्दछ। जय श्री राधे श्री कृष्ण।